हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। सजग रहौं, प्रगति गरौं भन्दै इन्डियामा बस्ने धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको एउटा ठूलो प्रश्न हुने गर्छ, मेरो नेपाली नागरिकता छ के मैले इन्डियामा आधार कार्ड बनाउन मिल्छ? आजको यस भिडियोमा हामीले आधार कार्डको अफिसियल वेबसाइट UIDAI को आधिकारिक नियम अनुसार यसको वास्तविकता र सही प्रक्रिया के हो त्यो एकदमै सरल भाषामा बुझ्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला, किनभने नियम थाहा नहुँदा धेरैजना ठगी वा कानुनी झमेलामा पनि पर्ने गर्छन्। सबैभन्दा पहिला यो कुरा प्रश्न पारौं, हो नेपाली नागरिकले पनि इन्डियामा आधार कार्ड बनाउन मिल्छ, तर यसको मुख्य शर्त छ तपाई इन्डियाको बासिन्दा हुनु जरुरी छ। यसको मतलब तपाईले आधार कार्ड अप्लाई गर्नुभन्दा अगाडि कम्तीमा 182 दिन अर्थात् लगभग 6 महिना इन्डियामा बसेको हुनुपर्छ। यदि तपाई जागिरे, विद्यार्थी वा परिवारका साथमा लामो समयदेखि इन्डियामा बस्दै आउनु भएको छ भने तपाई यसका लागि योग्य हुनुहुन्छ। आधार कार्ड बनाउन यी डकुमेन्ट अनिवार्य छन्। आइडेन्टिटी प्रुफ, नेपाली पासपोर्ट सबैभन्दा उत्तम नभए नागरिकता र नयाँ दिल्ली स्थित नेपाली दूतावासले जारी गरेको फोटो सहितको परिचय पत्र। दूतावास जानु अघि आफ्नो पासपोर्ट, नागरिकता र बसाई प्रमाणपत्र जस्तै रेन्ट एग्रिमेन्ट, बिजुली बिल वा होटलको लेटर हेडको प्रतिलिपि बोक्नुहोला। धेरैजसो आधार केन्द्रले विदेशी नागरिकका लागि दूतावासको सिफारिस पत्र माग्छन्। एड्रेस प्रुफ, तपाई जहाँ बस्नुहुन्छ त्यहाँको प्रमाणपत्र जस्तै कम्पनी वा होटलको बोनाफाइड लेटर रेट सँगै रेन्ट रजिस्टर एग्रिमेन्ट। नोट, तपाईको आफ्नै चालु अवस्थामा रहेको इन्डियन मोबाइल नम्बर र इमेल आइडी अनिवार्य छ। प्रक्रिया सजिलो छ, तर ध्यान दिनुभयो भने सबैभन्दा पहिले आफ्ना कागजातहरू लिएर नजिकैको आधिकारिक आधार सेवा केन्द्रमा जानुहोस्। याद राख्नुहोस्, आधार कार्ड तपाईको वास्तविक बसाई भएको ठाउँबाट मात्र बनाउन मिल्छ। यदि तपाई बेंगलोरमा बस्नुहुन्छ भने बेंगलोरकै आधिकारिक आधार सेवा केन्द्रमा जानुहोस्। गलत ठेगाना देखाएर अर्को शहरबाट बनाउन खोज्दा आवेदन रिजेक्ट हुन सक्छ। आधार सेवा केन्द्रमा गएर फर्म नम्बर 7 जुन गैर इन्डियन बासिन्दा वा फरेन नेसनल्सको लागि हो त्यो फर्म लिनुहोस् र सफा अक्षरमा भर्नुहोस्। फर्ममा आफ्नो राष्ट्रियता, नेसनलिटीमा नेपाली लेख्नुहोस् अनि काउन्टरमा गएर आफ्ना डकुमेन्टहरू, मोबाइल नम्बर र इमेल भेरिफाई गराउनुहोस्। त्यसपछि त्यहाँ तपाईको जैविक विवरण अर्थात् बायोमेट्रिक, औँलाको छाप, आँखाको स्क्यान र फोटो लिइनेछ। यो सबै सकिएपछि तपाईलाई एउटा रसिद दिइनेछ। त्यसमा भएको इनरोलमेन्ट आइडीबाट तपाईले अनलाइन आफ्नो आधारको स्ट्याटस चेक गर्न सक्नुहुन्छ। यो प्रक्रिया पूर्ण रूपमा निशुल्क हुन्छ। ध्यान दिनुहोस्, नेपालीका लागि जारी हुने आधार कार्ड सामान्यतया 10 वर्षका लागि मात्र मान्य हुन्छ। यो केवल पहिचान र ठेगानाको प्रमाणपत्र हो। यसले तपाईलाई इन्डियाको नागरिकता दिँदैन। कुनै पनि दलालले फर्म 1 इन्डियन नागरिकका लागि भर्ने फर्म भर्न लगाएर झुक्काउन सक्छ। त्यसैले सधैँ फर्म 7 नै भर्नुहोला। यदि तपाईलाई यो जानकारी उपयोगी लाग्यो भने इन्डियामा बस्ने आफ्ना नेपाली साथीभाइहरूलाई यो भिडियो शेयर गर्न नबिर्सिनुहोला। तपाई अहिले इन्डियाको कुन शहरबाट यो भिडियो हेर्दै हुनुहुन्छ तल कमेन्टमा लेख्नुहोस्। फाइनान्सियल र डिजिटल सचेतनाका यस्तै भिडियोहरू हेर्नका लागि गोर्खा फाइनान्स च्यानललाई सब्स्क्राइब गर्नुहोस्। अर्को भिडियोमा भेटौँला, तबसम्मको लागि टेक केयर, स्टे सेफ, स्टे ट्युन। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो।